हेलो गाइस, नमस्ते सबैजना, वेलकम ब्याक टु माई च्यानल। हजुरलाई स्वागत छ मेरो ब्लगमा। अनि म एकदम सन्चै छु, हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा ब्लग हजुर म चाहिँ बिहान चिया खाँदैछु। सकेको म चाहिँ बिहान चिया खाँदैछु अनि प्लस उता आगो बालिराखेको छु। त्यही लसुनमा हाल्नलाई हिजो पराल ल्याउँदै थिएँ नि, त्यही लसुनमा हाल्नलाई। अनि चिया खाँदै ताप्दै पनि बसिरहेको छु। अब यो खरानी बनाएर लसुनमा हाल्ने। सो यो चाहिँ मेरो छोराको लागि चिया, मेरो छोरा पनि चिया खान्छ अरे। कहाँ खाने चिया? कहाँ? बाटोमा खान्छ? परालको आगो हुरहुरी बल्दै एकैछिनमा निभिहाल्छ। सो म चाहिँ अचार बनाउँदैछु। आज मम्मी अनि आन्टी आउनुहुन्छ नि त, त्यही भएर जितिया गर्न गएको थिएँ नि। त्यही मोटा फिर्काइदिन आउँदैछ क्या, रोटी फेरि रिटर्न मलाई आन्टी र मम्मी। अनि त्यो खाना बनाउँदैछु म चाहिँ अहिले। म के पकाउँछु म तपाईँलाई देखाउँछु। म अचार बनाउँदैछु अहिले। अचार कसरी बनाउँछु म देखाउँछु ल। यो चाहिँ बन्दाको अचार, यो चाहिँ बन्दा मटर यो बोइल गरेको आलु, अनि यो चाहिँ टमेटर पकाउँदैछु। यसमै हाल्नलाई यो टमेटर, म चाहिँ टमेटर पनि हाल्छु नि त यसमा। अब कसैले त हाल्दैन, म चाहिँ हाल्छु। सो मैले चाहिँ अचार बनाउन रेडी पारिसकेँ। पियाज हो, अनि यता कागती यसमा हाल्नलाई। यो चाहिँ आलसको छोप, अनि चाहिँ स्वाद अनुसार नुन कति हाल्नु। यो धुलो मसला, यो धुलो खुर्सानी, कतिको पिरो खानुहुन्छ त्यही अनुसार पिरो हाल्नु। अनि अब चाहिँ कागती चार्ने, कतिको अमिलो खानुहुन्छ अब तपाईँहरू त्यो अनुसारले। म चाहिँ अमिलै खान्छु होइन। जति काटेर राखेको छु नि, 3-3वटा। यहाँ चाहिँ मुला बोइल गर्दैछु। यो मुला पनि अचार बनाउने, टमेटरमा पकाएर। सो मेरो अचार पनि रेडी भयो गाइस। कस्तो छ, खाम लाग्दैछ नि। यो चाहिँ मुलाको लागि यता टमेटर भक्राउनुपर्छ नि त तेलमा। मुला यहाँ पखालेर रेडी पारेको छु। यो चाहिँ अदुवा लसुनको पेस्ट, यसमा हाल्यो भने स्वाद आउँछ नि त, बास्ना आउँछ मगमग। टमेटर पकाएको रेडी भयो। अब मुला हाल्छु। यसमा अलिकति पानी एड गर्ने। यहाँ अलिकति पकाउने। अलिकति बेसार,
अनि धुलो मसला धुलो खुर्सानी स्वाद अनुसार नुन। अब तपाईहरु कतिको खानुहुन्छ नुन यसरी नै हाल्नु। यसलाई चाहिँ एकछिन पाक्न दिने। सो मेरो मुलाको अचार पनि रेडी भइसक्यो। स्टोभमा चाहिँ मासु लिन जाँदैछु पसल चोक। स्टोभमा चाहिँ तेल अनि मासु लिएर आइसकेँ। नानी लिन जाने बेला भयो स्कुल। स्कुलको आएर नि भिडियो कटिङ गर्छु। स्टोभमा चाहिँ भात बसाएँ यत्रो ठुलो भाँडामा। अब कि त योभन्दा अझै सानो छ कि ठुलो छ। यत्रै भाँडा छ, सानो त अझैन भात, त्यही भएर यत्रै भाँडामा बसाएको छु। मासु चाहिँ मेरो पाकिसक्यो, रेडी भइसक्यो। आइगएर म तपाईँलाई देखाउँछु ल। सो यहाँ चाहिँ मासु पकाएर रेडी भइसक्यो। मासु चाहिँ यहाँ चाहिँ दाल छ, दाल चाहिँ झानेको छुइनँ, झाल्न बाँकी छ। सो मेरो चाहिँ भात पाक्दैछ, माड तार्नु बाँकी छ। अब भाँडा पनि कत्रो सक्यो। सो गाइस मेरो मम्मी अनि आन्टी चाहिँ आउनु भएर गइ पनि सक्नु भयो अनि भिडियो चाहिँ बनाउनु पाइनँ होइन। अनि आजलाई यहाँ इन गर्छु। सो भोलि भेटौँला नेक्स्ट भिडियोमा। ओके बाई बाई गाइस।